जलिसकेपछि एउटा यो जेनजीको फुच्चोले भन्या सुनि यस्तो सिंहदरबार जलेर के भयो र यस्तो सिंहदरबार त 5वटा बनाउला त्यसले त्यो घरको इँटा मात्रै सम्झाएको छ क्या त्यो फुच्चे हो नि बिचरा त्यो इँटा जल्यो त अर्को इँटाको फेरि घर बनाए भइगयो नि भन्छ ऊ सिंहदरबार जल्यो त यस्तो सिंहदरबार जति भए पनि जलाउँला कोही यहाँ के बडा ठुलो आदर्श कुरा अब त्यो फुच्चे न हो जेन्जी न हो बिचरा है मैले त्यस्तो सुने अनि मलाई लाग्यो धिक्कार होस् कस्तो कुपात्रको जन्म भएछ यो देशमा उसले भन्ठान्यो त्यो इँटा जल्यो त्यो पेन्टिङ जल्यो त्यो त फेरि पेन्ट गरे भयो नि त्यो कुरा त सही हो तर त्यसो होइन त्यति बेला पनि जलेको देशको अहिले दस्तावेज जलेपछि त प्रमाणले भन्छ नि त विदेशीले प्रमाण भने के खोइ तेरो सकली तपाईँ नकली लालपुर्जा लिएर गएर मालपोतमा जान सक्नुहुन्छ सकली लालपुर्जा लिए भन्नुहुन्छ नि खोइ सकली लालपुर्जा यसरी बुझ्नुहोस् कुरा